कुरा छैन है। सबै अधिकार वकिललाई आएको छैन। अहिले पनि कतिपय अधिकार सरकारी निकायहरूले छाडेको छ। यो सबै अधिकारहरू छ। तपाईँ मालपोर्टको कागज समेत रेजिस्ट्रेसन गर्ने अधिकार, अधिकृत अवस्थामा रेजिस्ट्रेसन गर्ने अधिकारदेखि धेरै छ। गर्दा गर्दै 50,000 भन्दा बढीको तम्सुक वडामा गएर प्रमाणीकरण पनि व्यवस्था गरिरहेको छ। त्यसरी चाहिँ व्यावसायिक हकित र अधिकारको क्षेत्र विस्तार गर्नुपर्ने जरुरी छ। अहिले भनौँ न, क्षेत्र विस्तार गर्ने कुरो गर्दा हामीले सवालको स्थानीय निकायमा न्यायिक समिति हुन्छ, त्यसले गर्ने फैसलाहरू कानुनमा पनि हुनुपर्छ। त्यहाँ चाहिँ कानुन व्यवसायको प्रतिको भएको छ होइन। सल्लाहकारहरू राखेको छ, अस्थायी जागिर जस्तो जति बेला पायो त्यति बेला निकाल्नु थालेको छ। त्यसैले व्यावसायिक हकित र अधिकारको विस्तार गर्नुपर्ने छ। त्यसमा के कानुनमा संशोधन गर्नुपर्छ, कस्तो बनाउनु पर्छ, त्यो के हुने रहेछ, बाह्र प्रभावकारी भएपछि मात्र हुने रहेछ। जस्तो बारको कार्यकारी परिषदको बैठक हुन्थ्यो हेर्नु, मलाई लाग्छ बोलाजीहरू पहिला होइन सदस्य 31 अब 2 जना सदस्य भन्छ। त्यसको 6 महिनामा मिटिङ हुन्थ्यो, बन्द सेसन हुन्थ्यो। अनि के छलफल हुन्थ्यो त्यहाँ भने अदालतमा भ्रष्टाचार छैन। कोपी मिटिङ भइसकेपछि त अनि 6 भन्ने भयो भने कसले खान्छ बुझ्नु भन्नु पर्छ। त्यस्तो छलफल हुन्थ्यो। अहिले कार्यकारी परिषदलाई चाहिँ के गरियो भने 6 महिना वर्षको एकचोटि गर्ने गरेर विधान सञ्चालन गरियो। अहिले अब कार्यकारी परिषदको सदस्यहरूको अर्थ पनि छैन। अहिले त कार्यकारी परिषदको बैठक के हुन्छ भने दलको बैठक जसरी हुन्छ त्यसरी हुन्छ। माथि ट्याक्समा बसेर 5-7 जनाले बोल्ने, त्यसपछि सिद्धि। त्यसो मैले व्यावसायिक हकित र अधिकारको कुरो गर्दा अब अर्को यसपालि हामीले सोचे भए सबैले नवोदितको कुरो गर्थे, महिलाको, दलितको, जनजातिको कुरो गर्थे। यसपटक हामीले सिनियर लयरहरू र पुराना कानुनविषयहरूलाई ट्रेनिङ दिन मिल्दैन। फेरि हेर्नुहोस्, अब भोलाजीलाई ट्रेनिङ दिने भन्नु त लाज हुन्छ नि। भने त कति ट्रेनिङ दिनुभयो जुन पनि हेर्नु नलेज सेयरिङ कार्यक्रम गरिरहेको छ। त्यो किन जरुरी छ जस्तो भन्नुहोस् न। अहिले मोबाइलमा यति एप्लिकेसनहरू छ, त्यो हामीलाई थाहा हुनुपर्छ। पब्लिक मेट्री हुनुपर्छ कि पर्दैन। एआईको जमाना आइसक्यो, आर्टिफिसियल इन्टेलिजेन्सको होइन। अब कति चाहिँ कुराहरू हामीले थाहा पाउनु पर्ने जरुरी छ। र अहिले पढेर आएका, पिएचडी गरेका, मास्टर गरेका, एलएलबी गरेका, त्यसलाई यति धेरै कुराहरू थाहा छ जुन कुरा हामीले थाहा छैन। अब त्यो हामीले थाहा पाउनु पर्यो। पुरानोले नयाँले के गर्नु पर्यो, पुरानोले चाहिँ आफ्नो अनुभव नयाँलाई सेयर गर्नु पर्यो। र नयाँले जुन सिद्धान्त विचार थाहा पाएको छ त्यो पुरानोलाई, त्यसैले चाहिँ हामीले पुरानोहरूलाई पनि नलेज सेयरिङको कुरो गर्नुपर्छ, कार्यक्रम राख्नुपर्छ भनेको छ। त्यो देशभरि फेरि पुरानै हिसाबले चाहिँ औकालत चलाएर केही हुने स्थिति छैन। चल्दैन। नयाँ किसिमले जानुपर्ने जरुरी छ। अब दोस्रो कुरो हेर्नुहोस्, हामीले केही कोषहरूको कुरो गरेका छौँ। नवोदितको कोष, महिलाको स्वीकृति कोष, सामूहिक